दिनभरि घर बसेर के गरिस्? केही पनि गरे छैन त। यस्ताहरू पनि काम लाग्छन् त। अनि यो पनि गरे छैन, त्यो पनि गरे छैन। घर गए बन सुन्ने, बन गए घर सुन्ने। एउटै पो भर छैन त है घर बसेर पनि। यस्ताले पोइको घर कसरी गरी खान्छन् त? दिनभरि सुतेर मोबाइल थिचेर बसो, बस्दा चाकमा पिलाइन्छन् बसो। कहिले वाक्क नलाग्ने यिनीहरूलाई। काममा त फिटिक्कै पो मन ध्यानै पो छैन त हौ। दिनभर बसेर खान पुग्छ, कहिलेकाहीँ त वाक्क पनि लाग्नु पर्ने हो मोबाइल थिच्दा। आफ्नो बाउलाई त नहेर्ने, दया माया नगर्ने रे। अर्का घर गएर अर्काको बाउलाई हेर्लान् त यस्ताले। यस्तो व्यवस्थाले अर्का घरमा टिकेर खालान् त यस्ताले। छोराछोरी घर आएको छन्, अलिअलि सघाउलान् कि भनेको त एकटाको सघाउनु। दिनभरि पनि मोबाइलमा घोप्टेको छ, रातभरि पनि मोबाइलमा घोप्टेको छ, बिहानभरि सुतेको छ। यस्ताले कसरी गरी खान्छन्? टोइलेट गएको छन्, दिनभरि त्यही हराएको छन्, 2-4 घण्टा त्यही बसेको छन्। खुट्टा पनि नगल्दो रहेछ, खुट्टा पनि ननिदाउँदो रहेछ यिनीहरूको त। छोराछोरी पढ्लान्, आफ्नो भविष्य राम्रो बनाउलान् भनेर बाहिर राखी पढायो। बाउमा के गर्दै 24 घण्टा मोबाइल थिच्नेले झन् एक्लै हुँदा त के गर्छन् यिनीहरूले? पढ्दैन पढ्नसम्म, घरै बसेर मोबाइल थिचेर बस्छ। मेरो पैसा मात्रै खेरो फालिरहेछ पढाइ भन्दै। यस्तो जागरले त यिनीहरूलाई त बिहे गरेर लगेको भोलिपल्टै फर्काइदिन्छन् होला। महाराजा महारानीहरू, मालिकले भोक पनि लाग्छ। मोबाइल थिचेर पुगेन, अगाएन। एउटी 24 घण्टा टिकटक, अर्को लठुवा फेरि रातभरि यतान र उतान, बिहानभरि दिनभरि सुतेको छ। म छँदैछु नि सरकारी पिउन, पकाएर घिच्न दिइहाल्छु। 2 महिनाको ढडायो अनि फेरि गएर त्यही मोबाइल थिच्छु। मलाई सताउन मेरो हड्डी घोट्न जानेको छ नि त। यो सबै चाहिँ हर नेपाली मदर्सहरूको फेभरेटै डायलग होला के सायद, हैन? यो सबै भिडियो हेरेर सुनेर माई माता श्री बीलाई